नमस्कार साथीहरू, म यहाँहरूको मनिष कोइराला। आज यहाँहरू समक्ष उपस्थित भएको छु हाम्रो जोमसोमदेखि तिलिचोसम्मको एक दिने पदयात्रा लिएर। आशा छ यहाँहरूलाई मन पर्नेछ। हाम्रो आजको पदयात्रा सुरु भएको थियो प्रदेश अस्पताल जोमसोमबाट। हाम्रो टोलीमा हामी 7 जना थियौँ। हाम्रो पदयात्राको टोली बिहानको 3:30 बजे नै उठेर प्रदेश अस्पताल जोमसोमबाट निस्किएको थियो। हामीले यात्राका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू एक दिन अगावै जुटाइसकेका थियौँ। जोमसोमबाट तिलिचो जानका लागि पदयात्रा सुरु गर्नुभन्दा अगाडि करिब 1.5 घण्टा हामीले जिपमा यात्रा गर्नुपर्ने हुन्छ। हाई गर्दै गरिएको करिब 15 मिनेटको पर्खाइपछि हाम्रो जिप हामीलाई लिन जोमसोम बजार आइपुगेको थियो। जोमसोमबाट सुरु भएको हाम्रो यात्रा बिस्तारै दायाँ मोडिँदै उकालो लागेर ठिनीतर्फ मोडियो र हामी ठिनी गाउँ प्रवेश गर्यौँ। आफ्नो गन्तव्यतर्फ अगाडि बढ्ने क्रममा हामी ठिनी गाउँलाई पछाडि छोडेर अघि बढ्दैछौँ। हाम्रो बायाँपट्टि हामी जोमसोमको रात्रिकालीन मनमोहक दृश्य देखिरहेका छौँ। यसरी नै जिपमा गीत गाउँदै ख्यालठट्टा गर्दै हाँस्दै रमाउँदै हाम्रो टोली अघि बढिरहेको थियो। हामी जिप यात्रा गर्दै गर्दा बाटोमा बादलले आज वर्षा हुने छाँटकाँट पनि देखाएको छ। हेर्दै जाउँ हाम्रो यात्रा कहाँसम्मको हुनेछ। कच्ची बाटोमा करिब 1.5 घण्टाको जिप यात्रापछि हामी यात्राको त्यो बिन्दुमा पुगेका छौँ जहाँबाट आज हाम्रो पदयात्रा सुरु हुनेछ। जिप चालक भाइलाई साँझ यही ठाउँमा लिन आउनको लागि आग्रह गर्दै हाम्रो टोली पदयात्रा सुरु गर्नको लागि तयार भएको छ। घडीको सुईले ठिक 5 बजे देखाउँदा हामीले हाम्रो पदयात्रा सुरु गरेका छौँ। हामीले हाम्रो यात्रा सुरु गरेर 500 मिटर जति अगाडि पुग्दाखेरि सूर्य उदाइसकेको थियो र सूर्यको पहिलो किरणले मानापाथी हिमालको निधार चुमेको हामीले देख्न पायौँ। बिहानीको शीतल मौसममा हाम्रो टोली उत्सुकतापूर्वक अगाडि बढिरहेको छ। बाटोमा केही तुवालो लागेको भए पनि हाम्रो तिलिचो हेर्ने इच्छा ती तुवालालाई चिर्दै अघि बढिरहेको छ। लगभग 1 घण्टाको यात्रापछि हामी चौरीहरू चर्ने चरण क्षेत्रमा पुगेका छौँ। हामी यहाँ आइपुग्दा यो ठाउँ तुवालोले ढाकेको छ। लगभग 15 मिनेट प्रतीक्षा गरेपछि यी घामले यहाँको तुवालो हट्दै गएको छ। केही समय हिँडेपछि तुवालो पनि बिस्तारै घट्दै गएको छ र हामी हाम्रो आँखा अगाडि टलक्क टल्केका चाँदीका हिमश्रृङ्खलाहरू देख्न सकिरहेका छौँ। बिहानीको शीतल हावामा यस्तो मनमोहक दृश्य हेरेर रमाउँदै गर्दा पूर्वबाट सूर्य उदाइरहेको छ र एका बिहानको यस्तो राम्रो सुन्दर सूर्यको किरणले धरतीलाई छुँदा यस्तो लागिरहेको थियो मानव धरती पनि खुसीले अब कुनै पनि बेला नाच्नेछ। यी हिमाल, हरियाली लेक र मन्द मन्द बहिरहेको बादललाई हेर्दै पाटनमा फुलेका फुलहरूको सुवास र सौन्दर्यको तस्बिर आफ्नो मन मस्तिष्कमा सजाउँदै हामी अघि बढिरहेका छौँ।
आज हाम्रो भेट भएको दिन, आज हाम्रो भेट भएको दिन, नचिने चाहिँ गर्दैछौ किन, नगर्दौ मना। हामीलाई प्रकृतिको यो सुन्दर रूपले बारम्बार तानिरहेको छ। हाम्रा पाइलाहरू पर पर जान मानिरहेका छैनन्। यही ठाउँमा बसेर सुनको पछ्यौरी ओढेर बादलको चौबन्दी चोलीमा सजिएको मानापाथी र धौलागिरी हिमाललाई हेरिरहँ भएको छ। तर हाम्रो यात्रा लामो छ। हामीलाई मुस्ताङ जिल्लाको सिमाना कटेर मनाङ पसेर फेरि आजकै दिनमा जोमसोम फर्किनु छ। लगभग 2 घण्टाको यात्रापछि हामी गोठमा पुग्यौँ, जहाँ यो वर्ष यार्सा गुम्बा टिप्ने र चौरी चराउने चरवाहहरू बस्छन्। पहाडिलो घाममा बसी चारैतिर कलिला घाँसका मुना चपाउन व्यस्त चौरी गाईको सामिप्यतामा र जीवनकै एक सुन्दर बिहानी रमाउँदै हामीले बिहानीको खाजा खायौँ। खाजा खाइसकेपछि आएको जोस र जाँगरले हाम्रो समूह बिहानी भन्दा अलिकति छिटो छिटो हिँड्न थाल्यो। तिलिचो हेर्न लालायित हाम्रा आँखाहरूले हाम्रा खुट्टामा अझ बल थपिरहेका छन्। हामी खाजा खाएपछि लगभग आधा घण्टा हिँड्ने बित्तिकै पश्चिमतर्फबाट तुवालु आएर हाम्रो बाटो छेकिँदै गयो। पहिला परपरका हिमाल, त्यसपछि पहाड र बिस्तारै नजिकै चरिरहेका चौरी गाईलाई कुहिरो र तुवालोले आफूभित्र समाहित गर्यो। हामीले हाम्रो टोलीबाट कसैले बाटो नबिराओस् वा कुहिरो बढेर हामीहरू एक आपसमा नछुट्यौँ भनेर सबैजना सँगै अगाडि बढ्ने निर्णय गर्यौँ र पछाडि परेका साथीहरूलाई केही बेर पर्खियौँ। मधुर सङ्गीतको ताल र एकअर्काको गफमा भुल्दै हामी बाक्लो कुहिरो चिरेर अगाडि बढिरह्यौँ। बाटो सजिलै कटाउने सम्बन्धमा हामी भाग्यशाली थियौँ, किनकि हाम्रो मिठो स्वर भएको साथी हामीसँगै हुनुहुन्थ्यो। हाम्रो प्रिय साथीको स्वर अनि सिमसिम पर्न लागेको पानीको ताल र वरपरबाट छिक्दै आएको बादलको छहारीमा हामी हिँडिरहेका थियौँ। मानिसहरूको दैनिक जीवनीबाट टाढा रहेका यी भिर, पाखा, पखेरा, गोरेटोहरूको केही नाम थिएनन्। केही अगाडि हामीतर्फ दौड्दै आएको तुवालो त्यही गतिमा फेरि हामीबाट टाढा भयो र आकाश बिस्तारै खुल्ने क्रम सुरु भयो। निसोकान्तो पासको उकालो उक्लिनुभन्दा अगाडि हाम्रा सबै साथीहरूले खाना खाएर केही बेर आराम गर्नुभयो। चिसोले कठ्याङ्ग्रिएका हात, सुक्खा हावामा सास फेरेर स्यास्या भएका हाम्रा फोक्सोहरू, तर केही गरे पनि नझुक्ने हाम्रो आज तिलिचो हेर्ने इच्छालाई बोकेर हामी अघि बढ्न थाल्यौँ। साथीहरूका रमाइला गफगाफ सुन्दै, केही साथीहरूका मधुर स्वरमा हामी रमाउँदै र वरपर देखिएका ठुला साना ढुङ्गा
एवं केही पहाडका टाकुराहरूसँग साइनो गाँस्दै हामी निरन्तर अघि बढिरह्यौँ। एउटालाई हिँड्दा गाह्रो भए अर्कोले हात समातेर डोराउँदै र एउटा हिँड्दा हिँड्दै दिक्क माने अर्कोले हँसाउँदै हाम्रो यो टोली अघि बढिरहेको छ। हामीलाई चुनौती दिँदै यो चिसो सिरेटो बगिरहेको छ। बेला बेलामा बादलसँगै आउने झरीका छिटाहरूले हाम्रो संयमताको परीक्षा लिइरहेका छन्। तस्बिरमा मुस्कुराइरहेका र रमाइरहेका देखिएका यी अनुहारहरू त्यति बेला स्यास्या र गाह्रो भएर थकित देखिएका थिए। केही अगाडिको भिरालो बाटो पूर्ण रूपमा हिउँले छोपेको थियो, जसकारण हाम्रा एक मित्र जो थुप्रैपल्ट तिलिचोको भ्रमणमा गइसक्नु भएको थियो, उहाँले हिउँ पन्छाएर बाटो बनाएर हाम्रो यात्रालाई अगाडि लाने जमर्को गर्नुभयो। हामी अब मेसोकोन्तो पासबाट केही मिटर मात्र पर थियौँ। भनिन्छ नि, मानिस गन्तव्यको नजिक एकदमै कमजोर हुन्छ। त्यस्तै हामीहरू मेसोकान्तो पास पुग्नु अगाडि एकदमै थकित भइसकेका थियौँ। चिसो सिरेटो र बेला बेलामा आइराख्ने झरीले हामीलाई सास लिन एकदमै गाह्रो भइरहेको थियो। त्यहाँ चल्ने बतासले हामीलाई एकदमै जाडो भएको थियो र हाम्रा कानहरू पनि दुखिरहेका थिए। तर अब स्वर्गको टुक्रा हाम्रो आँखा अगाडि नै थियो। अन्तिममा हामी मेसोकान्तो पासनेर आइपुग्यौँ र हामी यहाँबाट देख्न सक्थ्यौँ सुन्दर तिलिचोको अत्याधिक मनमोहक दृश्य। मेसोकान्तो पासबाट तिलिचो ताल र वरपरका हिमशृङ्खला एवं मेसोकान्तो हिमाल देख्दा हामीलाई लाग्थ्यो कि केही पलका लागि हामी स्वर्गमै पुगेका छौँ। हामीहरूलाई लागिरहेको छ कि यो धरतीमा यो भन्दा सुन्दर सायदै अरू कुनै ठाउँ होला। मेसोकान्तो पास नै मनाङ र मुस्ताङ जिल्लाको सिमाना रहेको छ। मेसोकान्तो पास गरेपछि हामी मनाङतर्फ तिलिचो जानलाई ओह्रालो झर्न थाल्यौँ। ओह्रालो एकदमै ठाडो थियो र हाम्रो खुट्टा मुनिको माटो एकदमै भासिने खालको बलौटे थियो। ओह्रालो झर्दै गर्दाखेरि हाम्रो हृदयमा तिलिचो ताललाई नजिकैबाट हेर्ने र तिलिचो तालको पानी आफ्नै अन्जुलीमा थाप्ने इच्छा एकदमै तीव्र हुँदै गएको थियो र हामी अझै व्याकुल हुँदै गएका थियौँ तिलिचोलाई नजिकबाट निहाल्ने, त्यसमा आफ्नो अनुहारको छाया हेर्ने। हाम्रो त्यही इच्छालाई पछ्याउँदै आज हामी जोमसोमबाट मनाङमा स्थित तिलिचो ताल 8 घन्टाको पदयात्रा गरी आइपुग्यौँ। तिलिचो ताल समुद्री सतहबाट 4919 मिटर उचाइमा रहेको छ। वातावरणीय विषमताका कारण यो तालमा आँखाले देख्न सक्ने कुनै पनि जलप्राणीहरू बसोबास गर्दैनन्। नेपाललाई प्रकृतिले उपहार स्वरूप दिएको अत्यन्त सुन्दर तिलिचो ताल मनाङमा पर्दछ। मनाङको बाटो भई वर्षेनी
हजारौं पर्यटकहरू पदयात्रा गरी यो मनमोहक दृश्य हेर्न यहाँ आउँछन्। तर यसपालि हामीले यहाँहरूलाई मुस्ताङको जमसमबाट मेसोकान्तो पास हुँदै मनाङको तिलिचोसम्म पदयात्रा गराई लिएर आयौँ। आशा छ यहाँहरूलाई यो यात्राको वृत्तचित्र अत्यन्तै मन पर्यो। हामी अन्य रमणीय ठाउँहरूका यस्तै वृत्तचित्रहरू लिएर हजुर समक्ष प्रस्तुत हुनेछौँ भन्ने बाचाका साथ आज बिदा लिन चाहन्छौँ। धन्यवाद।